Namaste, ma'am. Welcome to our KIC Kantipur International College. How are you? Are you comfortable? Yeah, thank you so much. Good morning. As well, today we are going to talk about KIC Student Support and Guidelines Unit. Today I will be asking you a few questions. Before diving into the questions, let's talk about your faculty. Art of Living. Can you simply explain something about Art of Living of your faculty? Yes, I am Dr. Sakuna Dani. I work as consultant neurophysiotherapist by profession. But since very long time, I have a deep passion towards mental health. So म चाहिँ विगत 10 वर्षदेखि चाहिँ आर्ट अफ लिभिङको विभिन्न कार्यक्रमहरू योगा मेडिटेसन लाइफ स्किलको बारेमा चाहिँ सिकाउँदै आइरहेको छु बट इट्स अ पार्ट टाइम वेन एभर आई हेभ अ टाइम आई डु टेक आउट माई टाइम एन्ड टक टु स्टुडेन्ट्स अनि धेरै मान्छेहरूलाई भेटेर चाहिँ आई लभ टु टक अबाउट एमबिए द्याट इज माइन्ड बडी एन्ड अवेरनेस त्यसको क्लासहरू सेसनहरू चाहिँ लिइराखेको हुन्छु दो प्रोफेसनले चाहिँ म टुवर्ड्स अ हेल्थ ब्याकग्राउन्ड एन्ड आई वर्क विथ द स्पोर्ट्स टिम नेसनल टिमहरू पनि होइन सो तर पनि वेन एभर आई हेभ अ टाइम आई डु टेक आउट माई टाइम बिकज मेन्टल हेल्थ इज सो इम्पोर्टेन्ट सो आर्ट अफ लिभिङ चाहिँ एउटा इन्टरनेसनल अर्गनाइजेसन हो जुन चाहिँ 180+ कन्ट्रिजमा छ यो चाहिँ लार्जेस्ट भलन्टियर बेस्ड अर्गनाइजेसन नन प्रफिटेबल अर्गनाइजेसन इन द वर्ल्ड सो यसको मेन हेड क्वार्टर चाहिँ बेङ्गलोरमा छ तर यहाँ नेपालमा चाहिँ वी हेभ इन शङ्खमूल आर्ट अफ लिभिङ द आर्ट अफ लिभिङ नेपाल भनेर छ सो त्यसमा चाहिँ म पार्ट टाइम फ्याकल्टी भएको भयो विगत 10 वर्षदेखि That sounds really good, ma'am. Well, let's dive into the question, all right? Yeah, thank you. Ma'am, in your perceptions, what genuinely excites us about what's coming next in our life? Yes, you know, like when I was in my 12th standard, it was quite exciting. एउटा चाहिँ ठुलो पार गरेर आएँ भनेर 10 कक्षा पार गरेपछि 11-12 would be fun भन्ने you know college life and so much exciting भनेर गर्दै जाँदाखेरि तर 12 को एन्डतिर it was a quite a curious aspect के मेरो लागि चाहिँ किनकि that was a turning point in my life जुनले चाहिँ it would decide my career. Actually, हामीलाई के लाग्छ यो सकेपछि जिन्दगी ओ माई गड इफ आई फिनिस माई 12th स्ट्यान्डर्ड आइ एम गोइङ टु हेभ अ भेरी गुड टाइम तर रियालिटीमा हेर्दाखेरि चाहिँ इट्स सो अमेजिङ इट्स क्वाइट ब्युटिफुल एज वेल किनकि युआर गोइङ टु कम्प्लिट वान एस्पेक्ट अफ यर लाइफ तर द रियल प्रोफेसन द करियर द आइडेन्टिटी चाहिँ यो पोइन्ट अफ टाइमबाट डिसाइड हुन्छ द्याट्स वाइ द एक्साइटिङ एस्पेक्ट भनेको चाहिँ मलाई लाग्छ यु नो लाइक युआर गोइङ टु डिसाइड यर करियर एन्ड युआर गोइङ टु डिसाइड who you are as a जे मेरो नाम छ सकुना दानी भनेर त्यो टर्निङ पोइन्ट डिसाइडेड वाट आई एम टुडे सो द्याट्स रियली एक्साइटिङ पार्ट अफ लाइफ भन्छु म त त्यो पोइन्टको मात्र भन्दा पनि ओभरअल लाइफको नै यति इम्पोर्टेन्ट फेज हो कि त्यो 12th स्ट्यान्डर्ड पछिको एउटा ट्रान्जिसन भन्ने चाहिँ सो इट्स द मोस्ट ब्युटिफुल एन्ड द मोस्ट एक्साइटिङ एन्ड द मोस्ट कन्फ्युजिङ एज वेल पार्ट अफ लाइफ फर एभ्री वान अफ अस आई थिङ्क इभन फर यु I thought my life would be completely different after class 2, but it's not as I think. Anyway, let's head to another question. If we could pick any new skill right now, what would it be and what is the reason behind it? You know, like today's world, everything is so easily accessible in the tip of the fingers with a mobile phone. But the real values and the aspect which we can dive into is, I think, a peace of mind. Which we can take forward, you know, like if you are so confident, if you have a peace of mind, you can excel anything in life because knowledge, information and ideas and all those gatherings can be done in a tip of fingers, but peace of mind you need to develop on your own. You know, confidence you need to have on your own, you know. जो मान्छेमा चाहिँ एउटा मनको गहिरो शान्ति छ र एउटा चाहिँ एकदमै नडगमगाउने चाहिँ कन्फिडेन्स छ त्यो व्यक्तिले चाहिँ जिन्दगीको हरेक क्षणमा चाहिँ धेरै नै हासिल गर्न सक्छ द्याट इज वाट आई फिल एन्ड विच आई डिड नट ह्याभ म 12th स्ट्यान्डर्ड पछि आई लस्ट 2 years अफ माई लाइक यु नो इयर्स एकाडेमिक इयर्स किनकि आई वाज कन्फ्युज आई वाज डुइङ माई एक्जाम्स आई वाज डुइङ आइएल्स बाहिर विदेश जाउँ कि यहीँ मेडिकल पर्स्यु गरौँ कि कहाँ गरौँ के गरौँ यु नो इट वाज क्वाइट एक्साइटिङ एन्ड फ्रस्ट्रेटिङ ह्याड आई ह्याभ अ पिस अफ माइन्ड र कन्फिडेन्स त्यति बेला थियो भने आई वुड बी टोटली अ डिफ्रेन्ट न्यू पर्सन आई फिल देयर नथिङ ब्याड यु नो लाइक लाइफ टिचेस यु एन्ड टेक्स यु टु अ डिफ्रेन्ट मोड तर पनि त्यो भएको भए चाहिँ I think that would be very amazing. And how do you gain that confidence? Like, because I also lack
really confident. You know, like एउटा कुरा त आफ्नो संगत पनि हुन्छ. And the first thing is you should love the way you are कि तपाई जस्तो हुनुहुन्छ यदि त्यस्तै तपाईले स्वीकार्यो र आफूलाई माया गर्यो भने you can be confident. If I say I love myself the way I am, I can be so confident to talk to you. हैन? So first thing त आफूले आफूलाई माया गर्नु पर्यो र there are a lot of techniques and tips to learn confident हुने चाहिँ हाम्रो चाहिँ कति धेरै मैले अघि पनि हामीले जुन मेन्सन गर्यौ आर्ट अफ लिभिङ को प्रोग्राम्समा यति धेरै विभिन्न कार्यक्रमहरु छ हैन यति धेरै कार्यक्रम छ जसले चाहिँ तपाई भित्र लुकेको कन्फिडेन्सलाई चाहिँ निकाल्नलाई चाहिँ धेरै हेल्प पुर्याउँछ पनि. That sounds great. And what is a value or belief that feels really important to us at this stage in our life? Yeah, that's the biggest question I think, you know. यो भनेको कुरा चाहिँ I think authenticity. एउटा सच्चापन जो व्यक्तिमा हुन्छ त्यो मान्छेले चाहिँ आफ्नो सच्चापन सहित एउटा अथेन्टिसिटी सहित जति नै काम गर्छ नि अगाडि जिन्दगीमा केही पनि गिल्ट एन्ड रिग्रेट हुँदैन के. You know, I think you can correlate. If you are very authentic to yourself, people please गर्दैन त्यो व्यक्तिले हैन. सो त्यसपछि त्यहाँनिर डिसहार्टनिङ सिचुएसन्स नै आउँदैन. If you are very authentic in life, एउटा अथेन्टिसिटी चाहिँ आफूले क्यारी गर्न सक्यो भने त्यो मान्छेले चाहिँ आई थिंक डिफरेन्ट पार्ट अफ द लाइफमा चाहिँ धेरै एक्सेल गर्न सक्छ र रिग्रेट र गिल्ट जोमा हुँदैन बाँच्दै गर्दाखेरि त्यो मान्छेको मनको शान्ति आफै नै अटोमेटिक आउँछ. यु नो इफ यु डोन्ट ह्याभ सो मच अफ गिल्ट इन लाइफ मैले चाहिँ यो फलानालाई चाहिँ यति प्लिज गरेर यति गरेको भए यु नो लाइक त्यो एउटा चाहिँ क्युरियोसिटी भइराख्दैन नि बिकज युआर अथेन्टिक त्यहीँनिर काम सकिन्छ यु पर्फर्म योर बेस्ट. सो त्यो कारणले गर्दा आई फिल द डिपेस्ट भ्याल्यू इज अथेन्टिसिटी. वान सुड ह्याभ that किनकि आफ्नो रियल ट्यालेन्ट योर रियल सिचुएसन अफ लाइफ तपाईलाई मात्र थाहा हुन्छ. Yes or no? So if you're very authentic, okay, I am feeling good, I am feeling bad भन्ने बित्तिकै it's sorted out के. तर I am feeling bad र म I am trying to so good भन्यो भने लाइफ त्यहीँनिर गोलमाल हुन जान्छ. You know, like we have correlated many of the times when we are very disheartened तर पनि हामी बाहिर चाहिँ राम्रो प्रेजेन्ट गर्न खोज्दाखेरि धेरैचोटि जिन्दगीमा त कति तस नस नै भएको छ नि. सो त्यही भएर आई थिंक अथेन्टिसिटी I believe personally say I believe so it could be different to different person but for me it's authenticity. Yeah, that's great, ma'am. Let's dive into the next question. Okay, what pressure do we feel as a student? How do we deal with them? You know, like I'm still a student. We all are student in all aspect of life. So talking to the college level ko life ma say when it is regarding a student, you know, त्यति बेलाको scenario र अहिलेको scenario totally different छ के. किनकि the digital world is so huge. कतै भएको protest it comes to your home. You know, कतै भएको conflict comes to your home and fingertips मा के scroll गरेर सबै media, सबै news कहाँनिर भइराको अहिले काश्मीरमा भइराको you know all of those protests and all of those terrorism सबै fingertips मा आउँछ. त्यसले गर्दा mentally त कति impact पार्छ नि you know as a student. अनि अहिले पनि teacher student protest जुन पनि भइराको छ टिचर्सहरुको हैन. सो त्यसले गर्दाखेरि पनि exam दिन लागिराको स्टुडेन्ट्सहरुलाई चाहिँ जुन एउटा mentally एउटा तनाव परिराको छ बिकज पहिला हुन्थ्यो यो भयो रे भनेर एउटा टर्म मात्र सुनिन्थ्यो नि अहिले त मान्छे नाचेको देखि लिएर you know like everything it comes to your fingertips. That is a big distraction I tell you. र अहिलेको स्टुडेन्ट्सलाई चाहिँ के छ भन्दाखेरि मेजर डिस्ट्र्याक्सन्स इन द सोशल मिडिया छ एउटा डिजिटल वर्ल्डले गर्दाखेरि र एउटा भनेको चाहिँ के छ त भन्दाखेरि आफूले परफर्म गर्न सक्छु कि सक्दिन भन्ने एउटा कन्फिडेन्स नै छैन र अर्को कुरा भनेको चाहिँ पियर प्रेसर you know like ला त्यो फलानाले त पढ्यो कि you know like people show up a different thing in medias and reality अलग हुन्छ कि किनकि डिजिटल वर्ल्ड र पर्सनल वर्ल्ड टोटली डिफरेन्ट छ हैन. तर we get carried away by the digital medias कि यस्तो हुँदो रहेछ you know यस्तो भइरा रहेछ त्यो फलानाले त टिकटक हालेर पनि नाचिरहेछ या लाइक पढिरहेको छ you know एउटा पर्सपेक्टिभ र रियालिटीको यति भास्ट डिफरेन्स छ. त्यसले गर्दा अहिलेको स्टुडेन्टहरुलाई आई फिल धेरै नै स्ट्रेस छ. त्यसले गर्दाखेरि पर्फर्मेन्समा त्यो स्ट्रेसले त पर्फर्मेन्समा त एउटा इम्प्याक्ट पार्छ नै किनकि लट अफ इन्फर्मेसन इन द हेड त्यसले एउटा पिस अफ माइन्ड मनको शान्ति नै दिँदैन. त्यो मनको शान्ति नभएपछि एउटा पढ्नको लागि पनि एउटा मोटिभेसन नै हुँदैन हैन. सो आई थिंक अहिलेको मेन भनेको यंगस्टर्समा चाहिँ बिकज अफ द डिजिटल वर्ल्ड एउटा मोटिभेसन ल्याकिङ छ र मोर अफ द यु नो डिस्ट्र्याक्सन्स बेसी छ. त्यो कुरामा ध्यान दिनलाई चाहिँ यु शुड बी सो सेल्फिश यु शुड ह्याभ अ डिसिप्लिन्ड लाइफ भन्छु कि म त किनकि स्टुडेन्ट लाइफमा हामीले पहिले पनि अनुशासनको यु नो लाइक बच्चा बेलामा 8-9मै पढ्दाखेरि पनि अनुशासनको निवेदन या केही लेख्नु पर्दाखेरि चाहिँ शासन बिना त केही पनि हुँदैन. तर त्यसरी भनेर एकदमै हार्ड एन्ड फास्ट होइन कि तर एउटा डिसिप्लिन्ड लाइफ भयो भने म बिहान उठेर यति घण्टा पढेपछि मात्र 30 मिनट स्क्रिन हेर्छु
र 30 मिनट पछि म अर्को 30 मिनट मेडिटेसन गर्छु द्याट इज हाउ आई डिड माई लाइफ यु नो लाइक इफ आई हेभ टु सेयर आई वाज भेरी मच एम्बिसियस स्टुडेन्ट कि तर म इयर लस गरेर गएको भएर त्यो एम्बिसन चाहिँ के भयो मलाई एकदम मेडल ल्याउनुपर्छ फर्स्ट हुनुपर्छ भन्ने भयो होइन त्यति एकदमै एङ्सियस र एङ्जाइटेड हुँदाखेरि चाहिँ मैले पर्फर्मै गर्न नसक्ने कि लाइक पिपल वुड लुक माई नोट्स उहाँहरूले पढेर उहाँ चाहिँ बरु फर्स्ट हुने म चाहिँ ओभर एङ्सियस भएर पर्फर्म गर्न नसक्ने कि देन इट वाज टुवर्ड्स द एन्ड अफ माई ब्याचलर्स डिग्री वेन आई जोइन्ड आर्ट अफ लिभिङ एन्ड आई स्टार्टेड डुइङ मेडिटेसन देन आई वाज मोर रिल्याक्स्ड जब म रिल्याक्स थिएँ तब मेरो फोकस एकदम सार्प थियो तब जब फोकस सार्प हुन्छ र म रिल्याक्स छु मेरो पर्फर्मेन्स बेटर भयो आई टुक सो मच अफ पर्सेन्टेज लिप देन आई बिकेम द गोल्ड मेडलिस्ट इन माई युनिभर्सिटी द्याट वाज क्वाइट अ टर्निङ पोइन्ट फर मी यु नो सो त्यो भएर चाहिँ आई बिलिभ एउटा स्टुडेन्ट्सलाई चाहिँ बेटर पर्फर्म गर्नु छ भने दे सुड इन्क्लुड सम काइन्ड अफ टेक्निक्स एन्ड टिप्स लाइक मेडिटेसन अर योगा इन्टु देयर लाइफ कि त्यसले गर्दा डिस्ट्र्याक्सन्सहरूबाट चाहिँ आफू हट्नु सकोस् र आफ्नो फोकस बढोस् र अहिलेको स्टुडेन्ट्सलाई चाहिने भनेको मोटिभेसन एन्ड फोकस हो होइन पर्फर्मेन्सको लागि त त्यो कुरामा चाहिँ अगाडि बढ्न सकोस् जस्तो लाग्छ मलाई चाहिँ यु नो लाइक यो अहिलेको स्टुडेन्ट्स अहिलेको जेनेरेसनमा बेसिकली अहिले त झन् यति न्युज आइरहेको छ 12को कहिले एक्जाम पोस्टपोन भयो कहिले चाहिँ एक्जाम हुन्छ यु नो एकछिनमा 3 मिनट पछि फेरि अर्को केपी ओली सेड समथिङ यु नो देयर आर लट अफ थिङ्स द्याट पिपल किप अन सेङ अनि त्यो मिडियाजहरू हाम्रो घरमै आइपुग्छ र त्यो न्युजहरू आउँदाखेरि चाहिँ धेरै डिस्ट्र्याक्सन्स हुन्छ सो इट्स योर इन्टेलिजेन्स टु अभोइड दोज डिस्ट्र्याक्सन्स इन लाइफ जस्तो लाग्छ मलाई त्यो इन्टेलिजेन्सलाई फेरि बिग सी चाहिन्छ आफ्नो मनभित्रबाट किनकि त्यो एकदमै मेजर डिस्ट्र्याक्सन यतिकै चलाइराखौँ फोन जस्तो लाग्छ यु नो 3 पाना पढ्या हुन्छ 4 चोटि फोन चलाइसक्या हुन्छ सो त्यसको लागि चाहिँ डिसिप्लिन लाइफ पनि चाहिन्छ होइन सो एउटा डिसिप्लिन एन्ड रुटिनली बनायो भने स्टुडेन्ट लाइफमा त चाहिन्छ नै त्यति नै एकदमै इम्पोर्टेन्ट छ प्रोकास्टिनेट गर्ने यो एकदमै हाम्रो अनि म्याम प्लस 2 को एक्जाम भर्खरै भयो नि आज न्युज आएको छ क्यान्सल भयो अरे मतलब पोस्टपोन भयो अरे अनि लट अफ स्टुडेन्ट्स हेभ बिन इन्टु स्ट्रेस बिकज अफ द्याट हाउ वाट डज फेलिङ मिन्स टु अस वाट स्केयर अस अबाउट रिलेटिङ त्यो कुरालाई यु नो लाइक फेल भन्दाखेरि चाहिँ नर्मली एक्जाममा फेललाई फेल हुन्थ्यो कि पहिला अहिले चाहिँ फिलिङ्समा फेल या विसेसमा फेल या एक्सपेक्टेसन्समा फेल हुँदाखेरि पनि लट अफ थिङ्स यु नो धेरैजना डिभास्टेटेड हुने होइन अहिले हामीले पहिला त्यस्तो न्युज नै सुन्थेन तर अहिले चाहिँ कोही स्टुडेन्टले 98 लिएर आएन भने देल कमिट सुसाइड यु नो त्यो एउटा त्यो लेभल अफ एउटा एक्सपेक्टेसन्स भन्छु म चाहिँ फेलियर भन्दा पनि त्यो लेभल अफ एक्सपेक्टेसन्स टु हाई एन्ड अनरियलिस्टिक के जब रियलिस्टिक एक्सपेक्टेसन छ त्यसको पेन पनि हामीले बियर गर्नु सक्छ भनौँ न र त्यो फेलियरले चाहिँ कसरी चाहिँ ह्यान्डल गर्नु सक्छ भन्दाखेरि त्यही रियलिस्टिक एक्सपेक्टेसन राखेर कि सपोज नट नेसेसरी यु निड टु गेट 98 एन्ड आई निड टु गेट 98 यु नो लाइक सबैजना जिन्दगीमा सबैजना गोल्ड मेडलिस्ट हुनु पर्दैन तर त्यसको लागि चाहिँ मैले के भन्छु भने मेरो बेटर पर्फर्मेन्स मैले दिने हो भने मेरो बेस्ट दिनु पर्यो कि नट यर्स लाइक स्मारिकाको चाहिँ बेस्ट मैले दिने या स्मारिकाको जस्तो चाहिँ पर्फर्मेन्स मैले गर्ने द मिनट वी कम्पेयर त्यति बेला नै के हुन्छ पेन आउन थाल्छ सो एउटा टिप्स टु फेलियर चाहिँ के हो भने यु फोकस अन यर सेल्फ एन्ड यु पर्फर्म यर ओन बेस्ट इट कुड बी मेरो बेस्ट जब 58 पनि हुनसक्छ र तपाईँको बेस्ट इट कुड बी 65 अल्सो होइन सो त्यो भएर मेरो बेस्ट के छ भन्नलाई चाहिँ डिपर अन्डरस्ट्यान्डिङ अफ यर सेल्फ हुनुपर्छ द्याट्स वाइ आई स्टार्टेड सेङ यु सुड लभ यर सेल्फ फर्स्ट होइन सो त्यो कारणले गर्दाखेरि चाहिँ द मिनट यु अन्डरस्ट्यान्ड यर सेल्फ एन्ड लभ यर सेल्फ त्यो फेलियरको पनि इम्प्याक्ट कम हुँदै जान्छ कि लाइफमा डेफिनेटली होइन सो त्यो बुझ्दै गएपछि चाहिँ त्यसले धेरै इम्प्याक्ट चाहिँ पारेको छ इभन आई फेल एभ्री डे समटाइम्स तर त्यो फेलियर विल गिभ मी अनदर बुस्ट कि मैले गर्नुपर्छ है तर कतिचोटि अहिलेको हामी यङ्स्टर्समा देखेको चाहिँ फेलियर भएपछि सबैतिरबाट जिन्दगी नै तहस नहस भयो देन आई कट अफ फ्रम द लाइफ इट्स अल्सो बिकज लाइक फ्यामिलीले एकदमै प्रेसर पनि गराइदिने लाइक कम्पेयरिङ चाइल्ड उसको चाइल्डले यो गर्यो त्यो कारणले पनि द्याट प्रेसर कम्स टु बी एकदम हाई लेभलमा हामी ट्रु त्यसको लागि चाहिँ यु नो लाइक जेनेरेसन ग्याप भन्दा पनि वी कल इट अ कम्युनिकेसन ग्याप कि लाइक त्यति बेला चाहिँ के हुनु पर्यो भन्दा इभन पेरेन्ट्स निड टु कम्युनिकेट त्यही भएर अनि चाइल्ड निड्स टु कम्युनिकेट एन्ड से मम्मी म चाहिँ अरूले जस्तो सक्दिनँ किनकि अहिले त हामी धेरै बुझ्ने भइसक्यौँ नि इन्टेलिजेन्स लेभल चेक गर्यो भने अहिलेको जेनेरेसनमा धेरै हाई छ कि लाइक जुन पनि आइक्यू छ होइन सो आइक्यू अब इक्यू छैन होला इमोसनल क्वेसन छैन होला तर आइक्यू यति धेरै छ कि यु सुड बी एबल टु कम्युनिकेट यो लेभलमा पुगेपछि इफ यु आर हियर एन्ड इफ यर पेरेन्ट्स वान्ट्स यु टु पर्फर्म एकदमै लाइक 100% नै लिएर आऊ यु सुड से मैले सकेको गरिरहेको छु मैले नसक्ने जतिले चाहिँ मलाई मेन्टली अलिकति स्ट्रेस पार्छ इफ यु कम्युनिकेट वेल दे विल अन्डरस्ट्यान्ड तर होइन मुख मोडेर यताबाट हिँड्यो बेलुका नबोलिकन हिँड्यो यु नो द्याट्स गोइङ टु क्रिएट अ लट अफ ब्यारियर
And so त्यो भएर मैले चाहिँ अहिले feel गरेको recently, even parents need a lot of mental health sessions. Students need, teachers need, everyone, all of us in the whole world, अहिले त mental health यसरी devastated हुँदै गएको छ. 1 in 4 people is affected with mentally केही न केही problem भएर हैन. So त्यही भएर चाहिँ म चाहिँ एउटा socially पनि एउटा service को लागि, like I got aware in a very early stage. त्यो भएर पनि म आफ्नो profession को बावजुद, मेरो family life को बावजुद पनि I take out a certain time to educate people about the mental health, which is very important. And so त्यसले गर्दाखेरि definitely success हुन्छ, failure हुन्छ, तर सबै कुरालाई accept गर्नु सक्ने चाहिँ एउटा big heart चाहिन्छ. त्यसको लागि चाहिँ only mental health awareness ले गर्नु सक्छ. Not only talking, practicing some kind of techniques, जुन चाहिँ scientifically proved छ, some kind of breathings, some kind of actions, जसले गर्दा brain के chemical activity मै change लिएर आउन सकोस्. किनकि हामीले बोलेर short term मा के हुन्छ, short term motivation मात्र हुन्छ. एउटा long term implementation को लागि chemical change नै लिएर आउनु पर्छ brain मा, जसको लागि चाहिँ mental health awareness is very important. So तपाईहरु जस्तो youngsters ले you can excel and pursue wherever it is available, हैन. So त्यसपछि आफ्नो parents लाई indirectly मम्मी त्यहाँ जानुस् न, बुवा it feels so much fun, you go. त्यसरी चाहिँ we can generate a lot of mental health awareness in our family, in our society. So that is what I feel. That's what I actually encourage to a lot of youngsters. What do we wish teachers knew about being a student now? That's quite a tricky question, and that's a very beautiful question as well. So teachers and students ma pani kati expectations huncha ki teacher will always say, hey, work hard, study hard, perform hard. But they don't know how to perform hard. Maybe one student might be relationship ma kehi problem parira hola, board exam usko bholi palta hola, and people do not know the back of the mind, हैन. So how to study hard, how to perform better भन्ने चाहिँ धेरै जना हाम्रो टिचर्स क्याटेगोरीमा पनि ल्याकिङ छ के. त्यो भएर मेरो अहिलेको रिभोल्युसन नै भनेको चाहिँ टु एजुकेट द इभन टिचर्स to know the students who are sitting in front of them. उहाँहरुको पर्सपेक्टिभबाट अन्डरस्ट्यान्डिङको लागि एउटा बिगर अन्डरस्ट्यान्डिङलाई चाहिँ बिग माइन्ड हुनै जरुरी छ के. अगेन if you have a big mind, किनकि अनि त्यसले मात्र इन्कर्पोरेट गर्नु सक्छ. किनकि we never know त्यो टिचर पनि आउँदाखेरि घरमा स्ट्रेस या मेन्टली अलिकति अफेक्टेड भएर आउनु भएको पनि हुन सक्छ, अनि त्यो स्टुडेन्ट पनि आएको हुन सक्छ. त्यो एउटा टिचर र स्टुडेन्टको एउटा बेटर अन्डरस्ट्यान्डिङलाई चाहिँ आई थिंक द म्यानेजमेन्ट, द कलेज, द कम्पनीज, दे शुड इन्कर्पोरेट सम काइन्ड अफ होलिस्टिक प्रोग्राम फर अल अफ अस कि. किनकि वाट वी आर टकिङ चाहिँ के हुन्छ भने एउटा डोमेन स्किल्स र सफ्ट स्किल्स हुन्छ. डोमेन स्किल्स भनेको मार्क्स, पर्सेन्टेज, जुनमा हाम्रो टिचर्सको पेरेन्ट्सको अटेन्सन हुन्छ. तर स्टुडेन्ट्सलाई अहिले भनेको जमानामा चाहिने भनेको सफ्ट स्किल पनि हो. पीस अफ माइन्ड, मोटिभेसन, कन्फिडेन्स, क्यारेक्टर बिल्डिङ एन्ड अल. त्यसमा चाहिँ हाम्रो धेरै आजकल त धेरै एजुकेसनल इन्स्टिट्युट्सहरुले चाहिँ इन्कर्पोरेट गर्दै पनि आउनु भएको छ कि यो एउटा सफ्ट स्किलको ट्रेनिङहरु भनेर धेरै बुझ्दै आउनु भएको छ. पहिला भन्दा त धेरै चेन्ज भएको छ इन आवर टाइम भन्दा अहिले त. सो त्यो कुरा इन्कर्पोरेट गर्दा चाहिँ आई थिंक टिचर र स्टुडेन्टको बेटर अन्डरस्ट्यान्डिङ हुन्छ होला जस्तो लाग्छ मलाई चाहिँ. किनकि ह्याड आई बीन लाइक इन्ट्रोड्युस टु दोस काइन्ड अफ टिचर्स जसको चाहिँ मेन्टली एकदमै अलर्ट हुनुहुन्थ्यो भने म पनि सफर गर्थिन होला. इभन आई ह्याड इन्सोम्निया. म एउटा स्टुडेन्ट लाइफमा हुँदाखेरि एउटा एक्सपेक्टेसन मेरो आफ्नो, मेरो पेरेन्ट्सको अनि मेरो टिचर्सहरुको कि त्यो मिट गर्न नसक्दाखेरि एउटा त्यो फेलियरले के हुन्छ, इट लिड्स यु समवेयर. अनि त्यसले मलाई पनि इन्सोम्निया गराएको थियो. तर मलाई चाहिँ अहिले के लाग्छ, त्यही भएर पनि म चाहिँ स्टुडेन्ट्स लाइफमै सफर गरा भएर देन आई रिच आउट टु मेनी मोर इन्स्टिट्युसन्स, अर्गनाइजेसन्सहरु कि होइन यो चाहिँ इन्कर्पोरेट गर्नुपर्छ, इट्स रियली इम्पोर्टेन्ट भन्ने कुरा कि. ओके म्याम, अलरेडी वी आर अलमोस्ट एट द एन्ड. व्हाट डिड वी लर्न फ्रम बीइङ अ स्टुडेन्ट? Yeah, I think we all are students throughout our life. So हामी स्टुडेन्ट हुँदाखेरि चाहिँ आई थिंक इट वाज मच मोर फन फिल्ड. धेरै जना साथी, लाइक यति धेरै जना साथी, धेरै जनाको कल्चर, धेरै जनाको बर्थडे सेलिब्रेसन, सो मेनी थिंग्स वी लर्न व्हेन वी आर अ स्टुडेन्ट, हैन. सो स्टुडेन्ट लाइफमा चाहिँ इफ यु हेभ अ गुड कम्पनी, आई टेल यु, लाइक इफ यु हेभ अ गुड कम्पनी अफ पिपल अराउन्ड यु, यु विल हेभ अ बेस्ट फुलफिलिङ थ्रुआउट योर लाइफ कि. त्यही भएर व्हेन वी आर इन अ स्टुडेन्ट लाइफ पनि आफ्नो कम्पनीहरु चुज गर्नलाई चाहिँ एकदमै अवेयरनेस सहित नै एकदमै थटफुल भएरै आफ्नो बेस्ट संगतहरु के वरिपरि राम्रो चुज गर्यो भने त्यो नै लाइफ स्किल नै हामीले क्यारी गर्ने हो कि थ्रु आउट आवर लाइफ. त्यही भएर आई थिंक एज अ स्टुडेन्ट आई अलवेज फिल इट वाज मोर एन्टरटेनिङ, हैन. सो इट वाज मोर अलवेज एक्साइटिङ. केही न केही ह्यापनिङ, कसै न कसैको केही न केही इट किप्स अन ह्यापनिङ, हैन. सो त्यो भएर इफ आई हेभ टु लुक ब्याक टु माई स्टुडेन्ट लाइफ, त्यो एउटा स्टुडेन्ट लाइफ चाहिँ यति एन्टरटेनिङ एन्ड एक्साइटिङ एन्ड हार्डवर्क, डिसिप्लिन सबैको एउटा ब्युटिफुल ब्लेन्ड हो, जुनलाई चाहिँ अहिले हामीले एज अ बर्डन लिन्छौँ कि when we are a student, and पछि we'll look back and say, oh, that was the best time in my life. And so त्यही भएर realizing अहिले नै this is the best phase of my life चाहिँ
I think it can be a beautiful takeaway in our life. At last, what message would you like to convey to our +2, not only +2 student, I mean teenage students? Yes, so KIC support and guidance unit छ जसमा चाहिँ तपाईहरु जसले पनि मलाई अहिले हेरिराख्नु भएको छ and you feel like you have some more questions and you need to get answered अनि यो कुरामा चाहिँ मलाई अलि क्ल्यारिफाई गर्दै हुन्थ्यो यो कुरा चाहिँ मैले रियली सफर गरिरहेको छु जस्तो लाग्छ यो युनिटले चाहिँ तपाईहरुलाई चाहिँ इट्स गिभिङ यु अ एक्सेस to connect to me जसमा चाहिँ तपाईहरुले एउटा फ्री काउन्सिलिङ पाउनुहुन्छ so KIC would take care of it so तपाईहरुलाई चाहिँ I would request if any one of you looking at us so अहिले share गर्नलाई मन थियो या कि सोध्नु मन थियो भन्ने छ भने please get in touch with the numbers that is mentioned अनि KIC को student support and guidance unit would connect to me and I would be available throughout so तपाईहरुलाई के पनि queries हरु छ and you want to connect to me more so thank you so much for listening I really had a good time Smarika and thank you KIC for giving me this opportunity I really enjoyed talking and I would love to connect and share more and help you more. Thank you. Thank you so much, ma'am, for attending Kantipur International College. We are so thrilled to have you here. Yeah, thank you.